के भन्छ यो मान्छे यो कब आएको विदेशबाट हो आएगा बाद में विदेशबाट होला चस्मा मेरो चाहिँ अब घरको घरमै ब्लग खतम भयो है अरु के भन्नु र लाइक कमेन्ट शेयर गरिदिनु होला स्यान्टो टिटो मिनी ब्लग अरुणाचल जानु आँटेको ब्लग यस्तै हो है घरको घरमा खतम भइसक्यो ल है गाइस लाइक जिन्दगी पनि आइसक्यो हो र उ चाहिँ पुरा हेर एक बार हो दुखी मन छ आएर आइज भन्दैछ यता आउँदैछ आन्टीहरू यतातिर किन्नुको लागि ठन्डा हो फेरम दाइ कहाँ हिँड्दैछ फेरि पावर लिएर आइसक्यो यो कालको हो पावर लिइसक्यो हेली गाइस यहाँ चाहिँ उनीहरूले चाहिँ मकै चाहिँ एक नाङ्लो खाइसक्यो हो सबै यहाँनिर लुक्दैछ परपर उता उता खाने मान्छे चाहिँ यहीँ हो एक नाङ्लो खाएर यहाँ चाहिँ लुक्दैछ एउटा चाहिँ बेसी खाने मान्छे चाहिँ हो यत्रो खाइसकेर आमाको होला उहाँ एउटा चल्ला कुइ कुइ पार्दै हेर्दैछ यही हो मान्छे चाहिँ मकै यी सब खाने मान्छे हो यो उले खाएको यो चारवटा मैले दुईटा खाए अरुणाचल प्रदेशको मकै यो भेनाली खाएको नि अरुणाचल प्रदेशको मकै त्यो खाइयो अब लागिन्छ सालीलाई छोड्नु आइएको थियो मकै खाँदै बस्दै गर अब हामी चाहिँ लाग्दै गर्छौँ अझै खाइरहेछ उता चाहिँ बगान गो भन्ने मान्छेले चाहिँ हो यही मकै चाहिँ हो आमा तिलको चटनी पनि सारसुर खतम अब मोमो खुट्टा हेरिदियो झन् फेरि कत्ला कहाँ काम गर्यो मकै खाँदैछ अनि पो खाँदै रहेछ त पुरा भोक लागेर टन्नै खाँदैछ यहाँ पनि मकै यता पनि मकै बसाइरहेको छ हो अब हामी चाहिँ लाग्दैछौँ है गाइस मकै खानु छ भने चाहिँ आउनुहोस् यहाँनिर है मकै चाहिँ एकदम एभाइलेबल रहेछ यहाँनिर कुखुरालाई खाने चाहिँ छैन मान्छेलाई खाने चाहिँ रहेछ है